अब उहाँको अब कस्तो अब टेस्टिङ अब पर्ने कस्तो आउँछ अरे त्यही हिसाबले अब आउने भन्ने कुरा छ गएर 4013 मिटर 4013 मिटर गइरहेको यहाँ अहिले पहिला यहाँ काम गर्ने इन्जिनियरहरूले कस्तो बताउँथे सम्भावना कतिको छ के छ ग्यास छ भन्ने पर्ने गरेर आउँछ अहिले काम गर्ने टोलीहरूले ग्यासको सम्भावना बढी छ भन्दा नि त्यही लगभग 10 महिना काम चल्यो त्यसपछि अब पर्सेन्ट गरिसकेर थाहा हुन्छ भन्ने कुरा भयो अब पर्सेन्ट गरिसकेपछि के छ मार्का कति छ ग्यास कति छ तेल कति छ भन्ने त्यसको लागि पर्सेन्ट गर्न लिइरहेको छ स्याम्पल लिएर कहिले आउने कहिले के आउने कहिले केही थाहा छैन माथिबाट यस्तो भयो यता माथि किलोमिटर पूर्व